भएर टक्कसँगले भेलाटार गएको होइन हेर्दाखेरि चाहिँ एकदम चिसो चिसो मौसम देखिरहेको छ भेलाटारमा चिसो होइन पानी पर्दैछ देखिरहेको छ ए झरी नझरिदेऊ फेरि हो क्या बाटो छैन ब्लक भएको छ एकदम धेरै अप्ठ्यारो भनेर भनेको अप्ठ्यारो यतिको पहिरो झरेको रहेछ है आरदी निसाने पुलमा रहेछ सोरसार भएर है कहाँ पुगिन्छ अनि ए केआइसीको यहाँ पनि रहेछ है केआइसी केही देख्नुहुन्छ अरे के यो चाहिँ हल्का साम्मको पार्क हो यहाँ माथिबाट देखेको पार्क ऊ त धरान इटरी घाम लागेर टन्टारापुर सौदा चाहिँ सर्ट यता चाहिँ चिलमा पानी पर्दैछ यार टोरीले बाँधी लैजाऊ आजको वेदर देखेर चाहिँ एकदम इटरीको बासिन्दाहरू रिक्रेट भइरहेको होला आयो उता टुरीहरू जान्छ कि जाँदैन थाहा छैन तर हामी चाहिँ हिँड्यौँ है ल है गाठे नाम त हेमन डाँडा स्वर्ग जाने बाटो राम्रो त हुनु परि गयो यति त होला नि थाहा छैन कता कता हो हामी जानु त जाँदैछौँ है त्यति मात्र रहेछ राम्रो यहाँदेखि उफ्रिँदै जाडो भयो है जाडो भयो कि जाडो भन्दै भिडियो बनाएको फेरि घाम कहाँबाट लाग्यो घाम पो लाग्यो त कहाँ डर मर्दो भयो यो त होइन रहेछ हेभन डाँडा हामी चाहिँ कहाँ हिँड्यौँ थाहा पत्तो सुर छैन हेभन डाँडा हिँडेको भन्छ मरे म त बिहारको हिँड्छिन् दिदी ल्याउँदैछिन् है दिदीले स्कुटी लाखाक गर्दै अनि स्वर्ग जाने बाटो भनेर भनिरहेको त नि यस्तो बाटो हुन्छ स्वर्ग जाने बाटो त राम्रै हुन्छ त खोइ धरानको भ्यू दामी देखिन्छ भन्नु त कहाँबाट देखिन्छ धरानको भ्यू दामी यस्तो दामी कुहिरो लागिरहेको छ होइन हेभन डाँडा भन्दै आएको सर अनि त डाँडा बनाएको भिडियोहरू चाहिँ कहाँको रह्यो यस्तो रहेछ हेभन डाँडा चाहिँ हेलो पुतली पछौरीले बाँधी लैजाऊ छोटोले बेरीलाई दिदी मात्रै आइसके माथि आउँछु त यहाँ मुनि रहेछ नि त खरबारी चाहिँ यहाँ मुनि हो भन्थ्यो नि के रहेछ हेभन डाँडामा खरबारी आउनु साथै आन्टी इङ्ग्लिस आउने बित्तिकै यहाँनिर हामीलाई थर्कायो इङ्ग्लिसमा त्यही पनि यहाँको भ्यू चाहिँ यस्तो थियो एकदम धेरै राम्रो थियो यस्तो राम्रो थियो एकदम आनन्द के देउराली डाँडा दोस्रो कुहिरोले गए पनि छोड्दैन मलाई मायाको दुइरोले के अरे अनि कहाँ बसेर अरे हेभन डाँडा होइन एकछिन रमाइलो गऱ्यौँ अनि गीतहरू गायौँ गीत गायौँ भन्दा पनि गीतको लिरिक्स बिगाऱ्यौँ गीत चाहिँ गाउनु आउँदैन लिरिक्स बिगाऱ्यौँ रमाइलो गऱ्यौँ एकदम धेरै देउराली डाँडा दोस्रो कुहिरोले झ्यालेमा बसेर जिस्काउनु पर्दैन यस्तो जानु भएको तर यहाँ बसिराख्दाखेरि चाहिँ एउटा उयो हुन्छ नि मेडिटेसन गर्न अनि केही गर्नको लागि चाहिँ सुनसान एकदम राम्रो चाहिँ राम्रो क्या नि दिदी आनन्द क्या एकदम माइन्ड फ्रेस रिफ्रेसमेन्ट एट द एन्ड होइन हामी चाहिँ अब यहाँबाट निस्क्यौँ यही हो हेभन डाँडा चाहिँ केही देखेको छैन कुहिरोले सबै ढाकेको छ यो हाम्रो टुइस यहाँ हाल्नु त यु डोन्ट लाइक हेभन डाँडा
चिसो रहेछ हावा फ्रेस फ्रेस माइन्ड होइन पिसफुल इन्भाइरोमेन्ट छ त नि त्यो यो भन्दा के चाहियो क्या बोल्नु उफ्रिँदै उफ्रिँदै आयो भने डाँडा डाँडा भन्दै आयो अघिसम्म शीतल यहाँको मौसम चाहिँ होइन एकछिनमा यस्तो जाडो 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 भएर हुस्सै लाग्ने अनि फेरि एकैछिनमा गर्मी हुने के दिदी म तलतिर झर्दै गरेँ यो र यो भन्दा आऊ है दिदी दिदी खिल्टिङ 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 गर्दै भयो पनि खुट्टा झार्दै झार्दै दिदी कहाँ त्यहाँबाट चढ्छु त्यहाँबाट चाहिँ चढ्दिनँ होइन के अरे दाईको नाम दाई तपाईँको नामै मैले बिर्सेँ क्या गुराँस नानीको बोय फ्रेन्ड दाई ला तिम्रो दाइ हो दाई मेरो दाई त दे पश्चिमतिरको मात्रै एक्सप्लोर गरेर भएन हेर्नु त यतातिर पनि कस्तो राम्रो ठाउँहरू छ आउनु पर्यो अनि हाम्रो ठाउँलाई पनि एक्सप्लोर गर्नु पर्यो अनि हामी चाहिँ मटका टी खानु जाँदैछौँ यतातिर मटका टी खाने ठाउँ है यो चाहिँ चिया खाने ठाउँ यही हो मटका हुन्छ चियाबारी हजुर त लभ यहाँ जसरी नाम लेखेर छोडेर जान मिल्दो रहेछ खाएर नि दिदी ओइ कस्तो राम्रो यो ह्यान्डमेड होला है कि उयसले बनाएको त होइन नि यो त चोराले बनाएको दिदी हो ए यो बो बनाउन कस्तो राम्रो हुन्छ मटका चिया खाइसकेपछि चाहिँ आफूले खाइसकेको कपमा चाहिँ अब नाम लेख्ने चलन रहेछ अनि मैले चाहिँ मेरो हस्बेन्डको नाम लेखेँ अनि मिसिङ लेखेँ त्यसपछि हामी थुक्पा खानु गयौँ यताबाट चाहिँ कहाँ जान्छ यताबाट घुम्न जान्छ अनि यताबाट चाहिँ राजा रानी अनि नाम चाहिँ जाने बाटो हो अनि हामी चाहिँ थुक्पा खानु जाने यति मात्र भएन होइन हामीलाई हामी चियाले मात्र अगाएन अनि अब दिदीले थुक्पा खानु जाने अरे होइन म तिमीलाई मिठो थुक्पा खानु जान्छु भन्नुभयो अनि हामी चाहिँ मिठो 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 थुक्पा खानु जाँदैछौँ गाउँमा कहाँ सक्यो टाइम पास त्यसपछि चाहिँ हाम्रो थुक्पा आयो एकदम कस्तो मिठो थियो हौ थुक्पा हेर्दा यस्तो भए पनि मिठो थियो अब हेर्दा चाहिँ कस्तो लाग्छ तर मिठो थियो कागती पनि चढेर सरी दिदी तपाईँको लुगामा लाग्यो रियली सरी भइहाल्छ तर दिदीले चाहिँ पर्क थुक्पा खानुभएको अनि मैले चाहिँ चिकन थुक्पा खाएको है किनकि दिदी अब त्यस्तै हो होइन मलाई एकदम अकबरे खानु मन लागेको थियो तर यहाँ अकबरे पाइनँ छ ल है त अलि है त भेटेर आएको म खासमा चाहिँ आज होइन रिपोर्ट लिनु धरान क्याम्प गएको थिएँ अनि सडनली भएको प्लान थियो क्या यो चाहिँ अनि त्यही पनि कस्तो रमाइलो भयो दिदी र म थुक्पा खायौँ ओऱ्यौँ चिसो चिसो मौसममा तातो थुक्पाको झोल थुक्पा खाइसक्यौँ दिदी जान रेडी हुनुहुन्छ हामी जाने यहाँको मौसम यहाँ यस्तो गर्नाले यहाँको मौसम देखेर चाहिँ जानै मन लागेको छैन एकदम धेरै होइन दिदी मौसम